के तपाईलाई थाहा छ प्रेमले तपाईको दिमाग, शरीर र व्यवहारलाई यति धेरै बदल्छ कि तपाईँ आफैलाई चिन्न पनि गाह्रो हुन सक्छ। फ्याक्ट 1। प्रेममा पर्दा शरीरका हर्मोनहरूमा परिवर्तन हुन्छ जसका कारण मानिसहरू अलि बढी जुनुनी, अब्सेसिभ बन्न सक्छन्। फ्याक्ट 2। प्रेमलाई जति लुकाउन खोजे पनि त्यो झन प्रष्ट रूपमा बाहिर देखिन थाल्छ। फ्याक्ट 3। प्रेममा पर्दा शरीर र दिमागमा सकारात्मक प्रभाव पर्छ जसले जीवनलाई अझ स्वस्थ र ऊर्जावान बनाउँछ। फ्याक्ट 4। प्रेममा परेको मानिसको दिमाग नशा गरी जस्तै प्रतिक्रिया दिन थाल्छ। फ्याक्ट 5। कसैप्रति गहिरो आकर्षण हुनु मनोवैज्ञानिक दृष्टिले एक प्रकारको भावनात्मक अवस्था हो। फ्याक्ट 6। धेरै गहिरो रोमान्टिक सम्बन्धमा मानिसहरू अत्यधिक सोच्ने र ध्यान दिने अब्सेसिभ बानी विकास गर्न सक्छन्। फ्याक्ट 7। प्रेममा पर्दा मानिसको दिमाग अझ सक्रिय र रचनात्मक रूपमा काम गर्न सक्छ। फ्याक्ट 8। प्रेममा परेका मानिसहरू बढी सामाजिक बन्छन् र अरूलाई मद्दत गर्न इच्छुक हुन्छन्। फ्याक्ट 9। प्रेमले मानिसलाई भावनात्मक रूपमा बलियो र संवेदनशील बनाउँछ। फ्याक्ट 10। जब मानिसहरू प्रेममा हुन्छन् उनीहरूको आध्यात्मिकता र विश्वास पनि बढ्न सक्छ। तपाईँ पनि कहिले यस्ता अनुभवबाट गुज्रिनु भएको छ? कमेन्टमा यस लेख्नुहोस्।